चाहिँ हामीले चाहिँ बगनभिल्ला रुट स्नेक डिजाइनको बोन्साई बनाउँदैछौँ र यो चाहिँ सजिलो प्रोसेस हो। योमा हामीले चाहिँ पहिला सानो पोटमा लगाएको थियौँ र यो सानो पोटमा लगाइसकेपछि यो ठुलो भइसक्यो। पहिला सानो बिरुवा लगाएको थियौँ र त्यसपछि योमा चाहिँ जराहरू आइसकेको छ र त्यो रुट चाहिँ यहाँबाट तल आउँछ। यो तल आइसकेपछि जब यो पोटमा आउँछ नि जरा, अनि हामीले यो पाइप चाहिँ निकाल्छौँ। अनि यो पाइपलाई निकालेर चाहिँ हामीले सर्प जस्तै डिजाइन बनाएर यसलाई चाहिँ यस्तो घुमाउँदै घुमाउँदै लगेर चाहिँ यसलाई मात्रै राख्छौँ र यो गर्दाखेरि धेरै सुन्दर हुन्छ र छिटो पनि हुने गर्छ। हामीले एउटा पोतमा लगायौँ, फेरि पछाडि यो पोट निकालेर अर्को पोत राख्ने गर्दाखेरि चाहिँ यसको जराहरू चाहिँ छिन्ने, फेरि सर्न अनि फेरि ग्रो अप हुन चाहिँ टाइम लाग्ने भएको हुनाले चाहिँ यसरी डाइरेक्ट एउटा पाइप राख्यो भने यो पाइपबाट छिटो पनि हुन्छ एकैचोटि। अनि यो रुट चाहिँ एकदम फास्ट तरिकाले तल आउँछ कि जब तल आइसकेपछि हामीलाई थाहा हुन्छ यो पोटमा जरा आइसकेछ भन्ने थाहा भयो भने चाहिँ यो निकालेर हामीले सुन्दर डिजाइन दिन सकिन्छ। यो चाहिँ एकदम सजिलो अनि छिटो हुने तरिका हो है।